नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति गगन थापाले अस्ति विशेष महाधिवेशनको उद्घाटनमा काङ्ग्रेस दास र लासहरूको पार्टी होइन भनेर दिएको भाषण अहिले निकै चर्चित भएको छ। काङ्ग्रेसका कार्यकर्ताका लागि यो ठुलो ऊर्जाको स्रोत जस्तो देखिएको छ। राजनीतिमा दास प्रथा चाहिँ खासमा लामो समयदेखि नेपालमा थियो। के हो भने नेता जतिसुकै भ्रष्ट होस्, पार्टी जतिसुकै भ्रष्ट होस्, सरकारले जतिसुकै बदमासी गरोस्, आफूले भोट हालिरहेको पार्टी बाहेक चुनाव आयो भने चुनाव चिन्ह नछाड्ने दर्तावाल भोटर जस्ता जनता थिए। लोकतान्त्रिक समाजको दृष्टिकोणबाट हेर्दा यी जनता जस्ता थिएनन्, यी दलका रजिस्टर्ड कार्यकर्ता जस्ता थिए। यो दास प्रथाको उन्मूलन चाहिँ खासमा नेपालमा शेरबहादुर देउवाले नै गरे हुन् है। मेरा कैयौँ यस्ता आफन्त छन् जसले काङ्ग्रेसीहरूले रुखबाहेक अन्त भोट हाल्नु अपराध जस्तो ठान्थे। जतिसुकै बाहिर गाली गरे भने चुनावको दिन भित्र गइसकेपछि रुखभन्दा अन्त हातै नजाने। यो 74 पछि भरतपुर महानगरमा जसरी काङ्ग्रेसले बोकेर चाहिँ त्यहाँका काङ्ग्रेसीहरूलाई घोषित रूपमा हाँसी हथौडामा भोट हाल्न लगायो, त्यसपछि चाहिँ नेपालमा सुरु भयो चुनावी गठबन्धनको राजनीति। एमाले माओवादीसँग गरेछ, माओवादीले काङ्ग्रेससँग गरेछ, एमाले रापरपासँग, परिवार दलसँग, हेन तेन यस्तो भयो कि आज यो चिन्हमा भोलि त्यो चिन्हमा हाल्यो। दल भनेका धर्म, आस्था, चुनाव चिन्ह भनेको मन्दिरको मूर्ति, घण्टा जस्तो, पुराण जस्तो यस्तो आस्थाको गढेको चिज चाहिँ त्यसपछि बिस्तारै रूपान्तरण भयो। अब आफ्नो आस्थाको केन्द्रले नै भोट अन्त हाल भनिसकेपछि त यो यस्तो आस्था के रहन्छ भनेर चाहिँ ती रजिस्टर कार्यकर्ता जस्ता देखिने मान्छेहरू पछिल्लो समय मत परिवर्तनमा उदार देखिन थालेका छन्। अब त्यही उदार देखिएकै कारणले 2079 सालको चुनावमा रासोपाले अर्थपूर्ण भोट ल्यायो र संसदमा सहभागिता पनि त्यही अनुसारको भयो। अब यो दास प्रथा चाहिँ शेरबहादुर देउवाले देशमा सुशासन ल्याउन, राजनीति सुधार गर्न भने गरेका होइनन् है उन्मूलन। उनले आफू एनी कस्ट आफ्नो प्रधानमन्त्री पद सुरक्षित गर्नका लागि त्यो गरेका हुन्। तर त्यसको लाभ बिस्तारै हाम्रो राजनीतिले उठाउँछ कि जस्तो लाग्छ। जनताहरू भनेका कसैका रजिस्टर्ड सम्पत्ति जस्ता हुन हुँदैन। यिनीहरू भनेका गुण र दोषका आधारमा भोट गर्ने हुनुपर्छ। लोकतन्त्रको मर्म पनि त्यही हो। त्यसैले यो दास प्रथा अब ढिलो चाँडो उन्मूलन हुन्छ। जनताहरू चाहिँ गुण दोषका आधारमा भोट गर्ने अवस्थामा सबै पुग्छन् भन्ने विश्वास गरौँ। र यसको लागि गलत मनसायकै लागि गरेको भए पनि शेरबहादुर देउवालाई चाहिँ धन्यवाद दिनु।